टाउको राख्नु नर्छ नि टोक हो त्यसै तिनचोटि टोक हात यसो गर्छ हो त्यसै झोक्नुपर्छ क्या हात राखेर ढोक्छु नि सिङसाङ्गे आइज लु हामी टाउको राखेर ढोक्नु गाइस आज हामी यामायाङ्ग्री आएको छौँ त मेरो डाइरेक्ट चर्छस् अर्को भ्लगर युट्युब त तेरो छैन यसको थुप्रा त गर्दा गाइस यता लुङ्गर भन्ने धेरै चिजहरू छ यो हो के भन्थ्यो हामी बारीबाट हुनु त खाता नै खाता ए खाता होइन तपाईँहरूले हिउँ देखाउँछु हिउँ एकछिनमा देखाउँछु हिउँ गाई चाहिँ त हिउँ पनि परेको छ हिउँ गाई हिउँ अहिले एकछिनमा देखाउँछु तपाईँहरूलाई अहिले वेट गर्नु गाई चाहिँ त कत्रो हुन्छ गुम्बा त्यो आगो बालेको छ त युट्युब त हाल्ने होइन त के गर्छस् हेबा घाम लागेको छ भर्खरै यहाँ हेलिकप्टर ल्यान्ड हुन्छ गाइस यो त हेलिकप्टर ल्यान्ड हुन्छ डेन्जर यार ओइ मेरो फोटो खिच्देऊ न गाइस यता ठुलो पल्टिन्छ गाइस यामा याङ्ग्रीको बेलामा के हुन्थ्यो मलाई के गाइस यता निलो के पो ओछ्याएको छ गाइस यो अहिले एकछिनमा देखाउँछु गाइस यो भएको ठाउँ हेर्नु यो ल यतातिर धेरै कागहरू आउँछ गाइस ल गाइस अब तपाईँहरूले देखाउनु छ हामी गाइस हामी अब तपाईँलाई यो देखाइदिँदैछ गाइस हेर्न रेडी हुनु गाइस यता हेर्नु चक्लेटको ऱ्यापर हो गाइस यस्तो सुन्दर ठाउँमा ओए यहाँ पनि छ हेर्नु गाइस यहाँ पनि छ हेर्नु गाइस यहाँ त्यो के भन्छ बरफ छ हेर्नु गाइस ल गाइस ल ठुलो बरफ हेर्ने गाइस हेर्नु ल तिम्रो डिजाइन जानेको हुँदैन होइन एकछिनमा जाने मेरो मम बोलेको क्या यी बरफ अब हेर्नु मेरो हातमा कत्रो आउँछ मेरो हातमा पनि हेर्नुहोस् होला म यो यता चम्किरहेछ साथीहरू त्यसपछि म मेरो चम्कियो मैले नलिएको साथीहरू के हो साथीहरू म खन्दैछु कसलाई हान्ने होइन भाइ ल ल ओइ यता यसले त आइसक्रिम पनि बनाउनु हुन्छ फ्रिज लगाइ जम मेरो आइस बल बनेको छ गाइस रुको जरा सबर गर्यो गाइस गाइस सम्झिदिनु त न ल गाइस निकालिरहेछ अब गाइस धेरै चिसो छ गाइस गाइस धेरै चिसो छ त्यही भएर गाइस यता त बरफै बनेछ कति धेरै हो क्या निक्लिँदै ननिक्लिने हट यता त आउँदै आउँछ गाइस यसरी प्लेट गाइस यस्तो बल बनाउनको लागि यस्तो गरी हान्नु पर्यो